बालेन शाह प्रधानमन्त्री भएपछि 10 किलोको घन्टी चढाउँछु भनेर बाचा गरेका एक व्यक्तिले पाथिभरा माता मन्दिरमा घन्टी चढाएका छन्। हो दर्शकवृन्द, एक व्यक्तिले चुनावको 2 दिन अघि बालेन शाह नेपालको प्रधानमन्त्री बन्नुभयो भने म 10 किलोको घन्टी पाथिभरा मन्दिरमा लगेर चढाउँछु भनेर भाकल गरेका थिए। अन्ततः उनले आफ्नो भाकल पुरा गरेका छन्। उनले 10 किलोको घन्टी ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरमा चढाएको भिडियो सामाजिक सञ्जालमा प्रकाशित गरेका थिए। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै नै भाइरल भइरहेको छ। मेरो भाकल के हो भने अस्ति यो चुनाव हुनुभन्दा 2-3 दिन अगाडि चाहिँ मैले बालेन्द्र शाह झापाको दमकमा बरगाछीमा क्यारम बोर्ड पनि खेल्नुभयो। थोरै ततिर मैले उहाँ आउँदै जाँदै गर्दाखेरि बालेन्द्र सरले यो देशको प्रधानमन्त्री हुनु परोस्, म 10 केजीको घन्टी पाथिभरा भगवती बाटो लगेर चढाइदिन्छु भनेर चाहिँ एउटा सङ्कल्प भाकल गरेको थिएँ। त्यो भाकल पुरा गर्नको लागि चाहिँ अहिले यहाँ माता पाथिभरा भगवती देवीसँग चाहिँ यो मैले यो बाचा जय